के तपाईले माछाले ढुङ्गामा लागेको हरियो लेउ खाँदै गरेको देख्नु भएको छ? यो एक्वेरियममा आजै राखेको यी लेउ खाने माछाहरूले 2-4 दिनमा ढुङ्गा र सिसामा लागेको सबै हरियो लेउहरू खाइसक्छन्। ल हेर्नुस् त, यो माछाले ढुङ्गामा लागेको हरियो लेउ खाँदैछ। अर्को माछाले पनि हरियो लेउ खाँदैछ। यसले चाहिँ एक्वेरियमको सिसामा लागेको लेउ खाँदैछ। ल हेर्नुस् त, कस्तो मजाले लेउ खाँदैछ। भिडियो पुरै हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। र भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्ते।